चारवटा अन्डा सहित अहिले वनतिर घुम्न गएको छ। हेलो गाइस, वेलकम टु माई किम ब्लगमा स्वागत छ। भिडियो हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। आज चाहिँ टमाटरमा पानी चार्दै हेर्न सक्नुहुन्छ। टमाटरमा पानी चार्दैछ आज अहिले। यो गरामा चारेर ल्याइयो, हेर्न सक्नुहुन्छ। यहाँबाट पानी चालेर लिएर टल्लो गरामा हेर्न सक्नुहुन्छ। यहाँदेखि पानी लाएर यहाँ मुनि झारेर पछाडि तल्लो बाटामा पानी लगाइरहेको छ। पानी परेको छैन, बर्सात गर्ने बेला खडेरी लगाइरहेको छ, त्यही भएर पानी चार्दै हो। हेर्न सक्नुहुन्छ। यो चाहिँ टमाटर। यहाँ चाहिँ हाम्रो कुकुरले पुरा एक्सर्साइज गरिरहेको छ। माथि हेर्नु गएर देखाइदिनु। हेर्न सक्नुहुन्छ, पुरै मुसालाई खोज्दैछ, एक्सर्साइज पनि गरिरहेको छ। यी टक्क लाएर दलिरहेको छ एक्लै। यसरी फुक्छ मुसा निस्किन्छ भनेर। अर्को ठाउँबाट खोज्दैछ, यता सिधा यताबाट स्वा पारिरहेको छ, फुक्छ क्या। यहाँदेखि पनि गइरहेको छ पानी, हेर्न सक्नुहुन्छ। पानी नपरेर यसरी टमाटर सुकिरहेको छ। यसरी यहाँनिर चाहिँ जुरेली चरीले गुड लगाएको छ। यो दुईवटा अन्डा पनि पारेको छ, हेर्न सक्नुहुन्छ। दुईवटा अन्डा पारेको छ। यहाँ ठ्याक्कै टमाटरको भित्र ठ्याङ्ग्राको मुनि टक्क लाएर गुड लगाएको छ जुरेली चरीले। टमाटर यस्तो हरियाली छ, टक्क लाएर। यहाँ पनि अर्को जुरेली चरीले टक्क गुड लगाएको छ। चारवटा अन्डा सहित अहिले वनतिर घुम्न गएको छ होला। टक्क लाएर हेर्न सक्नुहुन्छ। टमाटर पनि फुलिरहेको छ।